हेलो गाइस, वेलकम टु माई न्यू ब्लग। अनि आज हामी उत्तरायणी मेला घुम्न आछौँ। केही भन्न चाहनुहुन्छ तपाईँ पनि? मेला गर्मीले कहाँ भइसक्यो। मेलाको चाहिँ यस्तो छ। हामी त बिहान आउनु पर्नेमा दिउँसो आयो 1 बजे। दिउँसो आएर बेहाल भयो बेलुका गर्मीले त गर्मीले कहाँ भयो। खेलाउनाले र हावाले हावाली माथि गएपछि भेटौँ लागेको माहौल त्यस्तो छ है। काले ह्यान्डसम रे क्या, हामी चाहिँ काले ह्यान्डसम। धुलो खायो, धुलो बाटोभरि धुलो। फ्रीको पाउडर। अहिले उता गएपछि भेटौँ लागेको छु। बाई बाई। केटाकेटी हो अब फेरि ननमोरी डाँडा चढ्न जाँदै हो, फर्किँदै हो। आस्ते धुलो उड्ने के धुलो देखाइदिनु अगाडि। धुलो हेर्नु हो, बाप रे, गाडी सबैको धुलो परे मार्यो नि लो, मार्यो जङ्गलमा। भाइ हामी तिमीलाई मिस गरिरहेको छु। आयुष, निकेश, क्रिस, बाँदर, हामी मिस गर्दैछौँ। तिमीहरू भएको भए अलि के हुन्थ्यो तर तिमीहरू नभएकै रमाइलो भइरहेको छ। लो अङ्कल कता गयो क्या हामी त जाने मन यो पाडा हेर्नुहोस्, यहाँ राम्री राम्री मानिसहरू पनि जाँदैछन्, भर्खर जाँदै रहेछन्। गाइस हेर्नुहोस् धुलो, फ्रीको पाउडर, आमा घाम बेहाल हुने हो। घाम पनि त्यस्तै छ होइन। कार्तिकमा झन् जाडो चिसो हुनुपर्नेमा गरम तातो छ कि। यही माथिबाट यो धुलो राम्रै छ गाइस। कता भिड छ अब यहाँ हाम्रो ड्राइभर साइड। धुलो खाँदै भरे बिरामी हुने भयो। यो त केटा हो, यो पाडा हाम्रो उत्तरायणी मेला समाप्त यहीँ। आजको उत्तरायणी मेला कार्तिक पूर्णिमाको यहीँ समाप्त हुँदैछ। आजको दिन लास्ट। धुलो खाँदै जाँदै मेला हेर्नु जानुपर्ने। बल्ल पिचायो। गाह्रो छ केटाहरूलाई। अब हामी यहाँबाट माथि अगाडि जानेछौँ, माथि चढ्नेछौँ। हेर्दै जानु, यहाँ हामी यहाँ रोक्छौँ गाडी। हाम्रो ठाउँ रमाइलो छ भेष, यत्तिको हुनुपर्छ क्या। यहीँबाट हामी जाने हो माथि। अब यहाँ बाइक साइड लगाएर अगाडिबाट जाने रे, यहाँबाट नचढ्ने रे। अगाडिबाट जाउँ न त। गाइस बाटोको अपडेट गर्दै गरौँला। यहाँबाट टर्निङ लिँदै हो केटा हो, टर्निङ लिँदै हो। यसरी जाने हो, यहाँबाट यो हो, यहाँबाट जाने हो। कस्तो जाने हुन्छ हाम्रो त्यो माथि टुप्पोमा जाने। यहाँनिर हेर्नुहोस् बाटो बनाएको छ। पहिला त थिएन है बाटो, भर्खर रहेछ नि त। त्यो जङ्गलमा मुक्नु हुँदैन। हाम्रो ठाउँ हो। यताबाट जाने, उताबाट फर्किने हो। फेरि फर्किने बेलामा अब बाइक यतातिर राखिन्छ कि यहाँ राख्ने के यतै राख्ने हो नि। गाडी यतै राखिन्छ होइन हाम्रो बाइक।
यस्तो गाडी छ राइडर हो राइडर हालेर यहाँ राइडरको धुलो धुलो अनुहार हेर्नु न अनुहार भए चम्किलो अनुहारमा यस्तो हामी माथि जाने हो कि अब हामी जान लागेको माथि बिचबिचमा देखाउँदै गर्छु के देखाउँदैछ ल भ्यू ल ल केटा हो ल जाऊ हामी बाँदरको चर्तीकला हेर्दै बसिरहेछौँ होइन एकछिनको लागि रेस्टको लागि यहाँ हामी सक्नु बाँदरको चर्तीकला सक्यो अब काम छैन यो बाँदरको पनि ल ठिकै छ ए हिँड्ने 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 कहाँ गएको हिँड्ने त ल ल हाम्रो घरबाट बाँदर आएन के गर्नु अब यो बाँदरलाई हेर्दै बस्थेँ ओइ मनिष कहाँ गएको ओइ मनिष ओइ आ बाँदर ओइ मनिष ल भाग्यो जङ्गलभित्र थोडी मगीदेखि कि भएको छ के छ हालत ठिक छ तिनीहरू चाहिँ कसरी दम्माको बिरामी बनाइदिन्छ यति चढ्दै के हो बङ्गुरी त्यो हामी चाहिँ बिचमा ल्याउनु पर्ने क्या हावा खाँदै होइन बाटो त्यसो आनन्द हौ चुम्मेश्वरी मजा आउँदैछ त कस्तो हुँदैछ त जुनुन छ क्या जुनुन मैले आएको मन्दिरको दर्शन गर्ने जुनुन छ क्या हो हो ल जाऊँ त अगाडि म पनि कुद्दै चढिदिउँ न त होइन यहाँ माथि जान्छ यो गाइस हेलो गाइस मिनम्मा अन्ना दिदी आजबाट आइपुग्यो हामी भर्खर मान्दो मान्दो खाने ल बन्दीमा मान्दो भने थाहा होला नि त बेन्जाले भने के हो मान्दो भने दुखा बल्ल हामी आधीबाट आइपुग्यो जाँदैछु म यस्तो छ बाटो हजुर यस्तो छ यस्तो छ नन्दमुरी चढ्ने ठाउँ के छ केटाकेटी हो के छ ठिक छ बाबा के छ हप्सी मोटे लङ्गोटी यार कस्तो हुँदैछ त एकदम अनुभव एकदम दामी काले देखेछ सुरु त व्यवस्था छ फेरि अब गएर माथि भेटौँ ल गाइस यो उदयपुरतिर पर्छ क्या यस्तो मान्छेले पानी झाल्दै हिँड्छ त्यही पानी खान्छ के हो खोजेको
बैठ लाने फेरि मेरो ग्याङ चाहिँ नेपालबाट क्या छक्काहरू यो काटै म्युट गर्नु कहिले पिरा खान्छ लालले मेरो के भिडियोमा आउँछ मादर्स तु खोलो यो कले मोटे हस्के ड्याङ्गै के अब तपाईहरु भैसी चढ्नै नसक्ने यु हजुर काले ए काले काले दाइ काले ओ लाली छिटो हिँड न गदै यहाँ केही अनि टिकम चढे सबैले मेरो नाम खराब गर्छ मैले न दिदीले हो लाली रे दिदीले हो पुरी गाना छ नि लाली लाली भन्ने हो नि लाली लाली ओ दिदीले हो मैले हैन ला एउटा गाना छ नि के भन्दा लिया के लिया ये भेट्दै त फोन रोडसम्म के आउँदैछ सिनियरदै उस्तै डमार चिसापानी गोदार कता कता सबतिर कालो छ चोरेर कोही बेला खोजेको ल यहाँ हेर्दिन न त ल सरकारले खोजेको भाइ ओइ तत ओ भाइ खोजेको खोजेको हनुमानजीको गद्दा बोकेर हिँड्यो खोजेको भाइ खोजेको ओ दाइ भ्युज दामी हेर्नुहोस् ओ भाइ खतरा भ्यू नन्दमती डाँडा त्यो मन्दिर नसकम के गाइस यो चाहिँ भोलिआएको मन्दिर नन्दमोरी डाँडा सूर्यको भ्यू चाहिँ खतरा छ यार होइन एक दुईजना त माफी सक्छु त्यो मलाई बस्नै सक्दैन लालले पनि एक दुईजना सक्छ ओ लालटिन छिटो आऊ न मैले चारजनाले सक्छु खोजेको लालटिन छिटो खोजेको उसको चाहिँ बढी हाल्दै खोजेको खोजेको होइन हनुमानजीको गद्दा ग्याङ छ नेपालभरि हाम्रो भाइ खोइ त यहाँ ब्युटी क्विनहरू जाउँ लालटिन रे ऊ चाहिँ नामै लालटिन म चाहिँ चढ ऊ चाहिँ सपना उसको बहिनीको नाम विपना खालिम नाम पनि सपनामै हेरेर राखेर रहेछ डाँडा केटा हौ भोलि आएको मन्दिर ल घन्टी निस्क्यो पो त बाबु भोलि आएको मन्दिर हर हर महादेव बम बम भोले कस्तो गई यहाँ मन्दिरमा कहिले छ त्यस्तो नभन् न कहिले आइज खोइ गाडी दिन्छु यस्तो भोलि आएको मन्दिरमा यहाँ खतरा पर्दैछ एकचोटि फेरि ढोक्दैन भोलि आएर ढोक्दैन खोइ दा हेरेर चढाइदिनुहोस् न रे क्या खोइ हेरौँ भित्र आउन मिल्छ राधाकृष्ण भगवान् हो कि के हो सोध्नु बाजे राधाकृष्ण भगवान् हो क्या हो भित्र आउन मिल्छ भित्र आउन मिल्छ जानु ढोक्न जाँदा हुन्छ मन्दिर नन्द बाबा राधाकृष्ण भगवान् के छ भाइ ठिक छ दाइ ल ल ल हालिदिनु दियो दियो नि ल दे ओ दामी फोटो निकाल्छ तपाईँ त्यहाँ बस्नु त म फोटो खिच्दैन ए तपाईँ त्यहाँ बस्नु है म फोटो खिच्दैन है बस्नु ल मन्दिरमा मलाई गाडी गर्न नपारे बारे के हो भिड त कडा छ त पर्दैछ यता आयो भन्दै त ल सेलिब्रेटी हो त मान्छेको चाहिँ भ्यू चाहिँ खतरा छ क्या सूर्यको यार यस्तो हुनुपर्छ त्यहाँ चाहिँ बाबा तालड्यो खोइ मुन्दै मुन्दै खोइ
ओए भाइ बनाइरहेको छ त तालु सरी वेदर चल्दैन होइन छोरी मान्छेले गर्ने काम पनि गरेको के गरेर पनि के गर्नु ल म तिमी जस्तै एउटा बुहारी सुरु गरेँ चढाउँछ मन्दिर लाग्यो त माथि चढेर गाई दामी खतरा धाइ लाग्यो खतरा पनि थकान धेरै भयो यस्तै भयो हामी चढ्यौँ भ्यू चाहिँ रमाइलो कडा भयो। के सूर्य भगवानको भ्यू चाहिँ कडा सूर्य भगवान त्यही हो धेरै दिनपछि चढेको रमाइलो पनि लाग्यो मजा पनि आयो कस्तो देख्छ आम्बो हिरो देखेछ रे क्या यस्तै छ भ्यूहरू क्याप खोल्नु बाई बाई सम्भो बाई बाई तामा डुबे कि म त यार चिन्ता है केटीले छोडिदिए यार मलाई बिचारा हो कि क्या केटीले छोडिदिए यार यस्तै हो रमाइलो यस्तै हो केटीहरू यता आउनु न। विश्वास गर्नु हुँदैन केटा हो केटीहरू यता आउनु यस्तै रमाइलो भयो के गर्नु बिहाल भयो तर के भन्नु यस्तै थियो ठिक छ अब जाँदैछौँ तल के गर्नु उत्रेर अब फेरि केटी भेट्न जान्छ क्या केटी भेट्न जान्छ क्या गयो केटा गयो भ्युज हेर्नु न केटा हो भ्युज चाहिँ हेर्नु न यार दामी छ हाम्रो ठाउँ पनि के कमी हो हाम्रो ठाउँ पनि के कमी छ र यहाँनिर हेर्नु न गाइस मलाई पनि हेरिदिनुहोस् 2 झलक होइन 1 झलक हेर्नु 2 झलक नहेर्नुहोस् हामी पनि उत्रिँदै हो अब बाइक छ तल बाइक लिने बन्दीपुर जाने त्यसपछि अनि घर जाने यहाँबाट भ्यू हेरिदिनुहोस् यो उत्रेनी यो पानी हाम्रो कमलाजी सिधा दक्षिण नगएर उत्तर फर्केकोले उत्तर घुमेर फेरि अनि यसरी फर्केर दक्षिण फर्केकोले यसलाई उत्तर बहिनी भन्छ के उत्तर दैनी कि उत्तर बहिनी आइएम कन्फ्युज होइन उत्रेनी भन्दैन भन त्यो त भन्दा उत्रेनी राखेको हो तर उत्तर बहिनी भन्छ के उत्तर खोला बगेकोले त्यसैले यसलाई उत्तर बहिनी भनेर यसरी जाँदो रहेछ क्या यही पोर्तामा हाम्रो ठाउँमा भेट हुन्छ के यो खोला यो कमला माता धेरै मान्यता छ हाम्रो यता एरियामा कमला माता हो धेरै धार्मिक स्थल हो यो अब कुद्दै उत्रिँदै हो लड्छ बाटो त रेडी कहाँ गइसक्यो केटा हो यार त्यो त बम बम भोले हर हर महादेव लक्ष्मी नारायण हरिओम हरिओम हरि बोल हरिओम तल सिँढीमा आइपुग्यो हामी अन्तिममा आइपुग्यो यहाँबाट पनि कुद्दै जाऊँ बाइकसम्म आइपुग्यौँ हाम्रो बाइक त्यहाँ छ
म बाइक लिएर आउँछु ओट सुनसान छ, कोही छैन, सब गइसकेछ यार, पुरै सुनसान। हामी दुईजना मात्र छौँ यहाँनिर। थाक्यो गाइस, बाइक ल्याउँदैछ, गाडीमा राखेको अनि कुरा हो आउँदैछ बाइक लिएर। बाटो यस्तो प्रकारको बाटो, तल झऱ्यौँ हामी, तल आयौँ, गाउँ आउन लाग्यो, गाउँ ट्याङ्की। ल सुनसान भयो, अब बन्दीपुरतिर होला मेला, प्रोग्राम होला बन्दीपुरतिर। अब हामी लाग्यौँ बाटोतिर, टाढो यो बाटो। बाई बाई गाइस, उत्रिसक्यो केटा हो, हामी उत्रिसक्यो। अब यहाँ हेर्नुहोस् त मुनको भ्यू, यस्तो दामी छ नि भ्यू, बडा छ भ्यू त, हेर्नुहोस् त गाइस। जाँदैछौँ आइपुग्यो यहाँनिर। हामीको माथिबाट उठ्ने ठाउँ यहाँ हो, त हामी चाहिँ उतैबाट उठेको हो, बाइक चाहिँ भएको कारणले।